गुड मर्निङ साथीहरू। म अब डिक्सेर 0 जानेछु हो लोड लिएर। अहिले बिहानको कति बज्यो हुन्छ नि 5:40 भएछ हो। अब त्यो प्लाई छ, टाइल्स छ, अन्त सिमेन्ट छ हो। हुन त हिजो लोड भएको, हिजो तर पानी परेर चाहिँ अन्त उता अनलोड हुँदैन भन्यो नि त, किनभने अब प्लाई र टाइल्स टाइल्सबाट सिमेन्ट भित्र चाहिँ बर्बाद हुन्छ नि त। त्यही भएर चाहिँ अब यो चाहिँ आज लगेको भोलि दिनु लोड गरेर हो। अब लागेको सिरानी आइपुग्यो। हेर्नुहोस् सिरानीको बाटो कति सुनसान छ बिहान बिहानै। हेर्नुहोस् बिहान बिहान के साह्रो सुनसान है। दिउँसो भएपछि त गाडीहरू त लाइन यता पनि राखेको, दुईपट्टि राखेको गाडी। डिक्सु आइपुग्नु आँट्यो। के भन्छ डरसरी कुदाउनु पर्दैछ नि 1 नम्बरमा। अघिदेखि कुदाएको छु, किनभने मुनिबाट टाइल्स छ हो। अन्त माथि टाइल्सको माथिबाट चाहिँ प्लाई लगाइदिएछ। त्यसो गर्दा चाहिँ बेसी स्पिड हिँडेर चाहिँ त्यो प्लाई उफ्रेर चाहिँ अब त्यो टाइल्समा हिँडेर चाहिँ फुट्ने डर हुन्छ नि त। त्यसले गर्दा अलिक डरसरी, मतलब रिस्की छ नि हौ। डरसरी हिँड्नु चाहिँ फुट्यो भन्दा फेरि तिर्नुपर्छ होला। के भन्नु, यस्तै छ जिन्दगी। लुम्से पुग्नु आँट्यो। हेर्नुहोस् मजाको है सिन। बिहानैको सिन मजाको छ। आइपुग्यो बल्ल यहाँ। ए अब दोरी खोलखोल गरेर अनलोड गराइन्छ। हजुर फुटेन होला हौ, बिस्तारै नै आएको। म बिस्तारै नै आएको। हेर्नु त फुटेन रहेछ यतिको त ठिकै छ। म त अघि आइपुग्ने कि जोग्गा। सामान यस्तो हो, प्लाई, सिमेन्ट, टाइल्स। तपाईँहरू नै अनलोड गर्ने। हिजो जस्तो तिर्पल ओछाइसकेको त्यस्तै पानी गट्टङ आइदियो। त्यो पानी आएकोदेखि दोरी बाँध्दा त लुत्रुकै भयो नि। अन्त म त बिचरा हिजो त्यहाँ फेरि छिटो बस्नु। चिया खाने छ अभि। चिया खाए। चिया साथीहरू चिया खाएँ हामीहरू। अब अनलोड भइसक्यो, चिया पनि खाइसक्यो। ए प्लाई, सिमेन्ट अब लाग्दिनँ म लाग्दिएको। हजुर साथी हो, म लाग्दिएकै। अब फर्केको ल के भन्छ यता अनलोड भयो। लुम्चे अरे जग्गा नाम। यता के भन्छ डिक्सु गरेर माथि राङराङ के मङ्गन जानेर यता गान्तोक जाने बाटो छुटेको रहेछ नि त। त्यहाँ उकालोपट्टि आउनु पर्ने। यता 0 देखि यता हामी नटमासँगै कुदेको साथी, उसको गाडी भेटेँ कि। अनि उसलाई फोन गरेर मैले अहिले बोलाएको छु हो। आउँदैछ, हल्का तर्साइदिउँ भनेको कि। तर यसो के भनौँ भयो, के भनेर चाहिँ अब डर देखाउँ भनेर नि। डर देखाइदिउँ भनेको कि केटोलाई होस्, तर माया पो लाग्यो। किन कुदेको छैन अहिले, डर देखाइदिउँ भनेको। हाम्रो साथी भेट्यो। कता जानुभयो? यता ऊ के भन्छ लुम्चे हो कि के भन्ने जग्गा आइपुगेर आएको। लुम्चोक हो कि लुम्चे के हो? लुम्चोक के थियो? लुम्चोक हो कि लुम्चोक हो? लुम्चोक होला। माथि यताबाट प्लाई सिमेन्ट टाइल्स। ऊ माथिल्लोको नम्बर कल गरेको कि फर्स्ट त तर्सायो हो, तर अर्कै पो रहेछ। के भयो भन्छ। फेरि अन्त
उयो बर चाहिँ तिम्रो भनेन ए म त यहाँ छुइनँ नि भन्यो हो भाइ पो चलाउँछ भयो कि अन्त ए आफ्नो दाजु गाडी हो दाजुको गाडी हो यहाँ म चाहिँ यहाँ खाना खाना जस्ट धानमा मात्रै धुँदै गरेको थियो डर लाग्यो होला फर्स्टमा त आठो बजीको हो म त तपाईँ यसो स्वर सुनेर तपाईँहरू जस्तो लागिसकेको थियो चिन्यो मैले चिनिहालेँ त्यतिर लाग्दिनै हो अनि अब खोइ के हुन्छ अब आर्मीको लोड पनि अब हुन्छ कि हुँदैन जस्तो लाग्यो पो त ठुलो गाडीहरू कुद्नु थाल्यो हो दाम ठुलो गाडी नकुदेर गरेर चाहिँ हाम्रो सानो गाडी पिकअप चाहिँ अब कुदाएको नि त अब ठुलो गाडी कुद्यो भने त अब के कुद्थ्यो होला होइन हेरौँ के हुन्छ अब लोड अब आयो भने राम्रै हो भाडा राम्रो पर्छ नि त त्यहाँ अब नकुद्यो भने भन्दैछ अब यता आइपुग्यो यता के अरे धमला हार्डवेयर ए हाम्रो यता राजु पनि छ पिकअप सिनियर राजु यता तुरुङको लोड पनि आँटेको अब हामी ल साथी अब यहाँबाट निक्लेको हामी तुरुङ अब गएको लोड भइसक्यो सिमेन्ट टाइल्स रहेछ हो पाइप छैन छ तुरुङ गएको ल हामी अब तुरुङ जानेछ हो तुरुङ जानेछ ए मेरो पार्टनर खै अलिकति आउन तन्त न मेरो पार्टनर हिज माई गुड फ्रेन्ड हो ल साथी हो हामी पुग्न आँटे आरोसँग घर अब गएर अनलोड गर्ने हो अनि फर्किने यसो त्यो अब यहाँ मूर्तिहरू बनाएको छ नि त अहिले देखाउँछु नि मूर्तिहरू मजाको के अरे त्यो बाघ भालु चितुवा र यहाँ छैन मृगहरू छ हो अन्त भगवान्को मूर्तिहरू छ त्यस्तो अब गएर देखाउनु सबै देखाउँछु अन्त फोटोहरू पनि खिच्ने अलिकति ल साथीहरू आइपुग्यो यता हामी हो बोला तुरुङ आरो स्वरको साहबको घरमा यो रहेछ घरि यतिको घर छ कहिले बनाउनु पर्ने नि पार्टनर यस्तो बनाएको छ है नामथाङमा अहिले हेर्नुहोस् बन्दर अँधेरो भयो कि तर बन्दर छ जेब्रा यहाँ छ ए जिराफ ऊ पर जिराफ छ